नेपालले इङ्ल्यान्डलाई हराउनको लागि 8 बलमा 11 रन चाहिएको थियो, तर कुनै कारणले गेम हार्न पुग्यो। तपाईँ त्यो राति सुत्नु भयो कि नै, कतिको नर्भस हुनुभयो? त्यो गेमको बारेमा चाहिँ अब म हजुरहरूलाई फेरि एउटा रिक्याप भन्न चाहन्छु। हामी चाहिँ हाम्रो लागि नथिङ टु लुज थियो। हामी चाहिँ फ्रिली खेलेको थियौँ त्यो गेम चाहिँ होइन। अनि एकदमै क्लोज पुग्यौँ र त्यो नर्भस भन्दा पनि त्यही हजुरले भने जस्तै म सुत्न चाहिँ सकेन, किनभने स्टिल अहिले पनि त्यो कुरा याद आइरहेको छ र मैले आई कुड हेभ डन डिफ्रेन्ट भनेर चाहिँ म सोचिरहेको छु कि मैले केही डिफ्रेन्ट ट्राई गर्न सक्थेँ भनेर। त्यो टाइममा चाहिँ मैले तर आफूलाई ब्याक गरेँ। के सोचिरहेको थिएँ कि एउटा बल मिस गऱ्यो भने चाहिँ एउटा बााउन्ड्रीको कुरा र एउटा बााउन्ड्री आयो भने चाहिँ हामी इजिली म्याच जित्छौँ भन्ने थियो। अनफोर्चुनेटली त्यो चाहिँ भएन। आफ्नो करियरको पहिलो म्याच कति वर्षको उमेरमा खेल्नु भएको थियो र त्यो पहिलो म्याच एज अ टेनिस बल प्लेयर खेल्नु भएको थियो कि एज अ सिनियर प्लेयर सिजन बल प्लेयर खेल्नु भएको थियो? म पनि धनगढीको तारानगर हो मेरो घर। त्यहाँ अनि एउटा चौधरी टोल भनेर थियो। अनि त्यहाँ चाहिँ हामी जहिले शनिबार अनि म्याच खेल्ने गर्थ्यौँ कि टेनिस बलले। अनि त्यो त्यहीँबाट सुरु भएको थियो। हजुरको फर्स्ट डेब्यू म्याचमा हजुरको सिनियर दाइहरूले चाहिँ एज अ डेब्यू म्याचमा खेल्दा हजुरलाई कस्तो के सिकाउनु भएको थियो, के भन्नुभएको थियो? हजुरले डेब्यू म्याचको कुरा गर्नुभयो। मेरो लागि एकदमै इमोसनल मोमेन्ट थियो र प्राउड मोमेन्ट पनि थियो। किन भनेपछि मैले चाहिँ जहिले पनि ज्ञानेन्द्र मल्ल दाई, शरद भेश्वाकर दाईलाई हेर्दै इन्सपायर भएर क्रिकेट सुरु गरेको थिएँ र दाईहरू टिममा हुँदै मैले डेब्यू गर्ने मौका पाएँ। त्यो मेरो लागि एकदम प्राउड मोमेन्ट थियो। त्यही के अरे प्राउड मोमेन्ट थियो, किनकि अब दाईहरू जस्तो एक्सपिरियन्स प्लेयरहरू होइन, जसले हामी अब हेर्दै आफ्नो क्रिकेट जर्नी सुरु गरेको थियौँ। दाईहरूले एकदमै सपोर्ट र एकदमै अब के भनौँ हौसला बढाउनु भएको थियो त्यो मोमेन्टमा। नेपालको क्रिकेट टिमले स्ट्रङ टिम जस्तै साउथ अफ्रिका र इन्डियासँग टक्करको म्याच खेल्यो, तर इटलीसँग नसक्नुको कारण हामी कसरी खेल्यौँ भन्ने पनि बुझ्नुपर्छ हजुरहरूले। हामी चाहिँ अब ठुलो टिमहरूसँग हामीलाई थाहा छ हामीलाई गुमाउनको लागि केही पनि छैन। सो हामी आफ्नो बेस्ट दिइरहेको हुन्छौँ र इटली जस्तो टिमसँग खेल्नु पर्दाखेरि चाहिँ अब जहिले पनि प्रेसर गेम हुन्छ। किनभने चाहिँ हामी हाम्रै लेभलको टिमसँग खेल्दाखेरि किन प्रेसर हुन्छ भन्दाखेरि हामीले चाहिँ मस्ट विन गेमहरू जस्तो हुन्छ इटली जस्तो टिमलाई। सो त्यो गेममा चाहिँ अब अलिकति धेरै मान्छेहरूले चाहिँ अलिकति अब के भन्छन्, इङ्ल्यान्ड पछि चाहिँ अलिकति हावामा खेल्यो भन्छ है, तर त्यस्तो थिएन। त्यो चाहिँ झन् प्रेसर गेम थियो र प्रेसर सुरुबाट नै प्रेसर बिल्ड भइरहेको थियो इटली गेममा र त्यो मोमेन्टम चाहिँ अनि हाम्रोमा कहिले पनि आएन के। नमस्ते दाइ, मेरो नाम अनिल साई। मेरो प्रश्न भने हजुरलाई इङ्ल्यान्डसँग जब फिल्डमा जानुभयो नि कस्तो माइन्डसेट र अनि क्राउडको प्रेसर कसरी ह्यान्डल गर्नुभयो? क्राउडको प्रेसर चाहिँ थिएन अनेस्टली भन्नुपर्दा। म झन् खुसी चाहिँ थिएँ। फर्स्ट टाइम म ग्राउन्डमा छिर्दाखेरि मेरो गुजबम्प आएको थियो। मैले कहिले पनि इमेजिन गरेको थिएन कि म यत्रो क्राउडको अगाडि त्यो पनि वर्ल्ड कप जस्तो ठुलो स्टेजमा खेल्छु भनेर। अब एउटा सिम्पल रोल थियो मेरो लागि। मैले आफ्नो 100% बेस्ट दिनुपर्ने थियो त्यो टाइममा। सो आई ट्राइड माई बेस्ट, तर त्यही हो अनफोर्चुनेटली मैले म्याच चाहिँ जिताउन सकेन। जोब्रा आर्चर 150 को स्पिडमा बल, त्योलाई देख्दाखेरि विश्वका सबै खेलाडीहरू डर्छन्, तर हजुरले त्यो व्यक्तिलाई त्यसकै बलमा छक्का हान्दै हुनुहुन्थ्यो। त्यति बेला हजुरलाई कस्तो अनुभव क्रिएट भएको थियो? अनुभव भन्दा पनि प्रिपरेसन हो। हामीलाई थाहा थियो उहाँले पेस एकदमै राम्रो स्पिडमा फाल्नुहुन्थ्यो भनेर हामी प्रिपेयर पनि थियौँ त्यसको लागि। र उसलाई खेल्दाखेरि मैले उसको नामसँग होइन कि उसको बलसँग खेलिरहेको थिएँ। सो त्यस्तो केही पनि लागेन। हजुरलाई एउटा प्रश्न, हजुर यतिको ह्यान्डसम हुनुहुन्छ, हजुरको बिहे भएको छैन अहिले, अनि हजुरको गर्लफ्रेन्ड हुनुहुन्छ कि हुनुहुन्न? यस्तो कुरा चाहिँ खोल्न मिल्दैन, सरी। अहिले चाहिँ म सिङ्गल नै छु।